हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हामी गुल्मीतिरको यात्रामा हिँडेको छौँ। अहिले चाहिँ हामी नयाँ मिल मरिग्राममै छौँ। अब नयाँ मिल चोकमा गाडी चढेर बुटोल गएर बुटोलबाट चाहिँ टक्क बस पक्रेर गइन्छ गाइज। ऊ चाहिँ हाम्रो डाउन भइहाल्यो विपिन डाउन होइन। कस्तो लागिरहेछ त? अहिले त गर्मी लागिरहेछ। हजुर गाइज सुन्नुभयो, गर्मी लागिरहेछ, मौसम डुम्म छ, एकदम पानी पर्न सक्छ। त्यही भएर लातलुत भागेपछि हिँडी हुन्छ भनेर चाहिँ हामी त स्याक्कै हिँड्दैछौँ गाइज होइन। हजुर त्यही गाइज तपाईँलाई चाहिँ अगाडिको भ्युज चाहिँ देखाइहाल्छौँ होइन। त्यो गाइज हामी फाइनली चाहिँ बस पार्कबाट चाहिँ अब चढियो। लास्ट घाम छ गाइज होइन। 11:30 बजे हिँड्ने हो गाडी। अरू बताउनुहोस् त कस्तो छ अनुभव हाम्रो? 11 बजिसकेको छ, आधी घन्टा अझै यस्तै बस्ने हो। त्यो गाइज गर्मीले प्यात पारेछ, कति बेला हिँड्ने भन्ने भइसकेको छ गाइज होइन। त्यो गाइज तपाईँलाई चाहिँ बाटोको दृश्य देखाइहाल्छ। अहिले चाहिँ घामै छ गाइज होइन। हो गाइज फाइनली चाहिँ गाडी हिँडिसकेको छ गाइज होइन। अलिअलि छिटो हुँदैछ गाइज, बाटोको दृश्य देखाइहाल्छ गाइज होइन। त्यो गाइज गाइज हामी फाइनल्ली चाहिँ यसो हावासावा खाना झर्देको छ। यहाँ नास्ता खाना गाइज होइन। चाहिँ कुन ठाउँबाट यो चर्चरे आइएछ गाइज होइन। चर्चरे अब यहाँबाट चर्चरे कति बेर रोक्छ होइन? 10-15 मिनट। त्यसपछि चाहिँ हामी यहाँबाट चाहिँ घुम्नेको लागि चाहिँ एकदम घुम्ने टक्क रेडी पुगेर अर्को टेलिकास्ट हान्छौँ गाइज होइन। चिजमा तपाईँलाई अपडेट दिइरहन्छौँ गाइज। यस्तै छ गाइज होइन। सर गाडीहरू हिँडिरहेको छ। ऊ चाहिँ एकदम मक्क छ आज गाइज होइन। फाइनली 1 वर्षपछि जाँदैछौँ गाइज होइन। अर्कै मजा आउने गाइज होइन। त्यो गाइज हाम्रो फाइनली चाहिँ नास्ता हान्ने समय भइरहेको छ। हाम्रो नास्ता चाहिँ यहाँ छ होइन। यो मुही भयो होइन। यो चाहिँ के अरे चाउचु, यो चाहिँ कुरुमुरी होइन। गाइज अब यो नास्ता हान्दै हामी चाहिँ अब जाँदैछौँ यात्रामा गाइज। अब हिँड्दैछ चर्चरेबाट गाइज होइन। अरू भन्नुहोस् सुकिन्जी के छ? आउनुहोस् रेडी अब रेडीमै भेटौँला गाइज। डाइरेक्ट पिछो पाल्पामा 1-2टा गफ हानिन्छ गाइज। गाइजहरूसँग 1-2टा गफ हानौँला। त्यसपछि सिधै रेडी भेटौँला गाइज। ल स्टे ट्युन। यात्रा चलिरहेको छ गाइज। गाइज फाइनली चाहिँ हामी रेडी आइएको छ। ट्याक्क रेडी त्यहाँ तलबाट चाहिँ रेडी भयो। यहाँबाट चाहिँ ठ्याक्क माथिबाट निस्केपछि चाहिँ सातमुरे जाने बाटो रहेछ। हामी चाहिँ गुल्मीको सातमुरे हिँडिरहेको छ पहिला। आज हामी चाहिँ सातमुरे जान्छौँ। त्यसपछि चाहिँ क्रमशः हाम्रो प्लानिङ हुँदै गर्छ बस्दा बस्दै। त्यो गाइज अब सातमुरेको यात्रा सुरु हुँदैछ यहाँबाट। गर्मीमा मुही खाम मुही गाइज होइन। इन्जोय मुही नाउ गोइङ टु सातमुरे या म्यान। ल ट्युन ट्युन गाइज यस्तो रहेछ सातमुरे जाने बाटो। देखिसक्नुभयो कि होइन। ट्याक्क अब सातमुरे गइन्छ आज होइन। त्यसो चाहिँ अरू प्लानिङ चाहिँ अब अगाडि भइहाल्ला होइन, कता कता घुम्ने।
आज चाहिँ अब सातमुरी हो कानडुममा भएको त्यो गाडीले आफ्नो आवाज आफै सुनिरह गाइज त्यही हो होइन मुही हान्ने हो हिँड्ने हो यहाँ गाइज होइन त्यहाँको अरू के भनौँ भन्दाखेरि गाइज होइन घुम्न आएको हामी सातमुरे घुम्न आएको हामी सातमुरे गर्दैछौँ हामीले 10 मुरे अब गएर सातमुरे खाने हो मकैको पुलाउ र 8 मुरे हल्का गाइज हान्दिउँ होइन लाइनहरू के छ र गाइज जिन्दगीमा 2 दिनको जिन्दगी मरिलानु के छ र 1 दिनको जिन्दगी खानु के छ र गाइज मुही खाऊ रमाइलो गरौँ गाइज यात्राको चक्करमा चाहिँ अझै सातमुरे पुगेको छैन गाइज यात्रा आन्टी सातमुरे पुग्न कति टाइम छ सातमुरे पुग्न कति बेर लाग्छ ए धेरै छैन ल धन्यवाद ल गाइज सातमुरे पुग्न धेरै टाइम रहन्छ हामी त हिँड्दा होइन गाउँ जस्तो सोधेको फर्स्ट टाइम आएको नि त गाइज सातमुरे चाहिँ अस्ति माथि ऊ आएको थियो ऊ चाहिँ आइरहन्छ गाइज सातमुरे मेरो चाहिँ फर्स्ट टाइम हो सातमुरे चाहिँ गाइज होइन रिडी भन्दा चाहिँ यता सिधै माथि जाने बानी यता चाहिँ भित्र साइडमा कहिले आइएको थिएन गाइज यस्तै छ रमाइलो छ हिँडेर आएको छ गाइज होइन हल्का अहिले मौसमले पनि साथ दिएको छ खासै घाम पनि छैन त्यही हो ल हस् ल फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार मै किनेको भन्दाखेरि छ्याङ परेछ साथीहरू गाइज फाइनल्ली चाहिँ अनएक्सपेक्टेड पानी परेको छ एक्कासी आउँदैमा देख्न सक्नुहुन्छ गाइज होइन अनएक्सपेक्टेड पानी पर्तिर एक्कासी उहाँबाट त खतरा पानी पर्यो गाइज देख्न सक्नुहुन्छ उहाँ उतो डाँडाबाट चाहिँ एकदम सेतै पानी आइरहेको छ गाइज होइन त्यतै पानी आइरहेछ आज सेक्ला जस्तो छ गाइज अब आउन त आइयो गाडी पनि चढ्दैन पुग्केला भनेको अघि एउटा आबेल सोधेको 1 घन्टा लाग्छ भनिदिन अब बाटोमा गाडी पनि छैन दोकान छैन गाइज आज कुल बाह्रमा के हुने हो रमाइलो त हुने भयो पुगिन्छ कि पुगिँदैन खै गाइज मजा आइरहेछ गाइज होइन त्यही हो गाइज ल गाइज पानी दर्किसकेको छ हामी चाहिँ हिँडेर आएको छ गाइज होइन देख्न सक्नुहुन्छ उहाँबाट झन् पानी दर्किरहेको छ उता डाँडाबाट आज चाहिँ हामीलाई सेक्ला जस्तो छ हावा पनि लागेर हावा लाग्यो नि त छाता त सेक्छ फेरि ल्याउनेको फाइदा भइरहेको छ गाइज केही छैन गाइज अब जस्तो तस्तो पुग्ने हो त्यही हो गाइज ल गाइज हुन्छ नि यस्तो गरेर न पुरा मकैबारीको बिचमा हलिउड मुभी जस्तो खोला खोला जान्थ्यो तिमीहरू गाइज हामी चाहिँ हिँड्दै आइसकेको छ अहिले चाहिँ पानीको मात्रा पनि धेरै दर्किसकेको छ बाटोमा चाहिँ हल्का पानीहरूको भलसल पनि हल्का सुक्खा हुन लागिसकेको छ दर्किन थाल्यो गाइज देख्न सक्नुहुन्छ गाइज पानी चाहिँ दर्किन थाल्यो अहिले हिँड्दै त्यही हो अब केही छैन हल्का घाम पनि लाग्छ जस्तो छ तर दर्कियो एकलट त छाता हेर्नु न गाइज छाताको हालत बनाउँदिनँ भन्दै झन् आज हावाले चाहिँ फ्या पार्दैन अहिले चाहिँ हावाहरू खासै लागेको छैन त्यो ठिकठाक स्थितिमा छौँ गाइज त्यही हो यस्तो चाहिँ हालत होइन यस्तो छ हिलो गाइज त्यही छ केही छैन गाइज अब त्यही हो ल गाइज भेटौँला उतै गाइज हल्का घाम लाग्यो भनेको त फेरि डर्कियो यार पानी गाइज सेक्यो गाइज फेरि सेक्न दिनु गाइज होइन भोक लागिसक्यो यार तर मजा आइरह ये भीगते ये मौसम में पानी के बरसात हो जाए तो क्या हो जाए जब हम हिँड्ते हैं कुछ भी बोलो केही छैन गाइज हल्का फुल्का फोलोमा उल्टा निस्किन्छ गाइज
त्यही हो हल्का हिँडिरहेको छ गाइज होइन यो पानीको बर्सातको मौसममा हिँडिरहेछ हामी यो डर्किदो पानीको मौसममा हामी हिँडिरहेको छ यो पानीको मौसममा रमाइलो भइरहेछ तर के गर्ने जिन्दगी त एउटा सङ्घर्ष रहेछ रमाइलो भइरहेछ तर जिन्दगीले एउटा सङ्घर्ष रहेछ सङ्घर्ष त बजारमा छ गाउँमा त एकदम पानी नै पानी छ गाइज तर मजा आएको छ 2 दिनको जिन्दगीमा यस्तो पल मिलिहाल्छ गाइज होइन यस्तो पलमा त इन्जोय गर्नुपर्छ गाडीमा त जहिले पनि चढेर हिँडिहालिन्छ नि गाइज यस्तो हिँड्दै चाहिँ चिलबारमा कहाँ पाइन्छ होइन अनि गाडीमा त जो पनि चढ्छ नि गाइज आज त कुकुरहरू पनि गाडीमा जाँदा हिँडेकै हुन्छ गाइज होइन तर आज एउटा कुकुरै छ बुझ्नुभयो गाइज होइन हेलो गाइज हामी चाहिँ फाइनली चाहिँ पुग्यो सातमुरे होइन सातमुरे फाइनली पुग्यो हामी गाइज हाम्रो चाहिँ भाइ छन् यहाँ खैटाएर भाइ चाहिँ लजाए जस्तो छ गाइज ल फाइनली चाहिँ हामी ट्याक्क पुग्यो होइन अनि उसको जुत्ता पनि आज देख्न सक्नुहुन्छ हाम्रो सोल्टीको जुत्ता चाहिँ यस्तो भइसकेको छ गाइज त्यो गाइज ल गाइज अब हामी चाहिँ एक्सप्लोर हान्छौँ होइन सक्कै लट गुड मर्निङ गाइज आज चाहिँ बिहानको भ्यू गाइज हामी चाहिँ बिहान मकैबारीमा आएको छ गाइज मकैबारी दर्याम ठ्याक्क यहाँ चाहिँ भाइले चाहिँ पानी खोलिदिएका छन् यहाँबाट ठ्याक्क यो खेतमा लगाउनको लागि होइन यस गाइज ट्याक्क त्यहाँबाट चाहिँ त्यो पानी खोलिदिएका छन् होइन यहाँ चाहिँ यस्तो ट्याक्क पानीको सिस्टम गाइज त्यही छ बिहानको मौसम एकदम चिसो रमाइलो छ त्यो चाहिँ हाम्रो विवास डन देख्न सक्नुहुन्छ गाइज क्लास 9 मा लेडी स्कुलमा पढ्छ डन उसलाई त चिन्नु होला हामी त भाइरल मान्छे ल गाइज मकैबारी दर्याममा चाहिँ ट्याक्क बिहानको लाइभ टेलिकास्ट इन द सो लाइभ टेलिकास्ट हल्का रमाइलो गाइज होइन आज मौसम पनि यस्तो छ आनन्द शीतल छ गाइज यो खोलाको सरसरी जल उडिरहेको छ सरसरी मन गजलको साँझमा सजल भइरहेको छ गाजर तर हाम्रो यो विपिन डल्ला बाल छैन अझर ऊ अझर अमर एकदम शीतल छ मौसम ऊ अझर अमर शीतल छ मौसम तर मजा छ यो गजलमा अजल वाह यो प्रकृतिको विशाल अनुरूपमा भएर एकदम चन्द्रुप होइन यो प्रकृतिको विशाल अनुरूपमा भएछ एकदम चन्द्रमुख यो चन्द्रमुख जस्तै भएको छ हाम्रो विपिन यो चन्द्रमुख जस्तो भएको छ विपिन चन्द्रमुखी थ्रीको नयाँ भाग त यही त हो चन्द्रमुखी थ्रीको नयाँ क्यारेक्टर यही त हो देख्न सक्नुहुन्छ बगिरहेको खोला उदाउँदैछ घाम देख्न सक्नुहुन्छ बगिरहेको छ खोला बगिरहेको छ घाम तर घाम त कसरी बग्ने घाम त उदाइरहेछ घाम त कसरी बग्ने घाम चाहिँ उदाइरहेछ बोल्दै कुचबी भनिहाल्छन् केटाहरूले बोल्दै कुचबी भनिरहन्छन् केटाहरूले तर कुचबीको भित्रको सब कुछ त के थाहा छ र केटाहरूलाई तर कुचबीको सब कुछ के थाहा छ र केटाहरूलाई तर म हिँडिरहेको छु गाइज यिनीहरू पनि हिँडिरहेका छन् म पनि हिँडिरहेको छु गाइज यिनीहरू पनि हिँडिरहेछन् तर हामी हिँडेको छैन आकाशले हिँडाएको छ गाइज हामी हिँडेको छैन आकाशले हिँडाएको छ गाइज र सुन्दा ननसेन्स सुन्ने पनि गाइज ननसेन्स भित्रै छ सेन्स किनकि सेन्सको अगाडि नन मात्र थप्पे आऊ तर नन भनेको त ओभर सेन्स हो गाइज किनकि यो एउटा फ्री फायर प्लेयर हो ऊ पनि एउटा फ्री फायर प्लेयर हो यो पनि एउटा फ्री फायर प्लेयर हो ऊ पनि एउटा फ्री फायर हो तर यिनीहरू फायरमा छैनन् त्यही भएर यिनीहरू फ्री छन् तर यिनीहरू फायरमा छैनन् त्यही भएर यिनीहरू फ्री छन् गाइज अब चाहिँ हामी चाहिँ जैथुन जाँदैछौँ होइन जैथुन जाने बाटोमा आइरहेको छ हाम्रो टुरिस्ट गाइडले भन्नुभएको छ ऊ त्यहाँ छ अरे पुल तरेपछि जैथुन आइन्छ पुल रहेछ त्यहाँ पुल छँदैछ जैथुन आइन्छ अब हामी जैथुन गइन्छ होइन गाइज त्यही छ सर र हिँड्दै अहिले हामी सर्बिया छौँ सर्दिया छ गाइज सर्दिया उसको अलि नेपाली टोन अलिक खस्केछ गाइज हामी चाहिँ सर्दिया छौँ अहिले होइन अब सर्दियाबाट चाहिँ वी आर गोइङ टु जैथुन नाउ फ्रम जैथुन वी आर लुकिङ फर जैथुन यस गाइज नाउ इट्स जैथुन नट इट्स गाइफुल You man. It's Joytun. What is Joytun? Tell me local people. Joytun भने के हो? I don't know. Hello guys, हामी पौडी खेल्न आएका छौँ कपडा धुन नुहाउन पौडी खेल्न आज लास्ट ब्लग सातमुरेको ल गाइस दिलक दाइले अब यसो कपडा धुँदै हुनुहुन्छ मकाउँदै
Rame sih mami. Kita sih mami. मम्मीलाई पुग्छ छैन गाइज अब चाहिँ हामी कपडा धोइसकेको छ गाइज अब चाहिँ हामी ट्याग डाइ बान्दैछौँ होइन हो कि नै हो नि ल हिरो पनि आयो डाइ बान्नु ल गाइज अब चाहिँ हामी डाइ बान्छौँ ल भाइ हान्छौँ डाइ हान्देऊ नि त मेरो यो कानमा अहिले प्रब्लम छ कानमा चाहिँ प्रब्लम छ त्यही पनि कोसिस गर्छु ल कानमा पहिला चेक गर्छु यस्तो हुन्छ राख्छ कानमा चेक गर्छु गाइज ल हाम्रो हिरो उहाँ चाहिँ स्विमर हो हाम्रो केही होइन फर्स्ट टाइम हो रे गाइज पुरै डुबाउन पर्छ है डुबाउनु बाइन ला डुबाएर आउनु ढुङ्गा रहेछ के धेरै खेल्ने जस्तो छैन यार कि त्यही गर्दा नखेलौँ लियो हेर क्वालिटी देखाइ छैन भनेको त ल बताउनु नि त ल पुरै डुब्नु टोकलाई नै डुब्नु काय सिकाइदिउँ र आउँछ मलाई गहिरो छैन के हेलो गाइस हेलो हामी चाहिँ आयो गाइज सातमुरीको के अरे ड्याम होइन यस ड्याम अब चाहिँ हामी ड्याम चाहिँ एकलट हेर्छौँ गाइज देख्न सक्नुहुन्छ ड्याम चाहिँ आइपुगेको छ बाटो छ यहाँ के को ड्याम हो यो के हो यो बिजुलीको ड्याम बिजुली त ड्याम छ त हाइड्रो पावरको लागि ड्याम थाहा कति उत्पादन हुन्छ यहाँ बिजुली कहाँको पानी हो यो चाहिँ अर्घाहाटीतिरबाट यो पुरा मिसिँदै चिचार बोल्न यो चाहिँ अर्घाहाटीदेखि यो पुरै मिसिँदै आएको चाहिँ यो खोला जुन यो खोलामा हामीले खडा गर्यो यो ड्याम त्यही ड्याम हो खडा गरे हो हामीले खडा गर्यो कसरी खडा गर्यो कसरी खडा गर्ने भन्दाखेरि यसो गर्नु चाहिँ भाइले खडा गरेको रे यो ड्याम हो कि नै हो भन्छ के गाइज मैले मात्र होइन सबै मिलेर चाहिँ अर्घाहाटीको पानी आउँछ जताततैको मिसेर त्यहाँ मोबाइल बस्ला देख्नुहुन्छ मोबाइल खान सक्छ खसेन यसो किड्नी पछि पनि यो भिडियो अपलोड हुन्छ मोबाइल सोबाइल चाहिँ पाउँछ छैन खसे हाम्रो विवेक दाजुको किड्नी बेचिन्छ यस हामी त्यहाँ पौडी खेलिसकेका छौँ जसको पनि भिडियो आउने छ गाइस त आउनु अलिक पस्नु लगाइज हामी चाहिँ सातमुरेबाट चाहिँ अब त्यहाँदेखि बल्टकसार जाँदैछौँ गाइज बिदा हुँदैछ अब चाहिँ यहाँबाट सातमुरे बिराइदिँदै हाम्रो चाहिँ हिरो होइन हाम्रो हिरो पनि स्कुल जानु लागेको छ हामी पनि अब स्कुल जानु पर्यो पढ्न पर्यो ठुलो मान्छे बन्न पर्यो यहाँ जस्तै आल्टु फाल्टु गेम खेल्न पर्यो मास्टर अनि भनेको कहिले हामीले थाहा छैन कुदमा चाहिँ हाम्रो व्यवस्था होइन गाइज अब चाहिँ हामी जाँदैछौँ सातमुरेबाट ग्रान्ड मास्टर टपमा पुसानेको मान्छे अरे गाइज छैन त्यही हो गाइज अब हामी जाँदैछौँ सातमुरेबाट हल्का घामसाम पनि लाग्न लागि छ बादल फर्केको थियो ल नुब्रे कस्तो भयो यात्रा ए राम्रो हरिब खतरा एडभेन्चरस भयो भन्छ नुब्रेले ल हाम्रो चाहिँ उहाँ स्कुल जान लाउनु छ म्याडम स्कुल जान लाउनु छ हाम्रो हिरो